हेलो एभ्रिवान, दर्शक नमस्कार सम्पूर्ण दर्शक वृन्दमा। म चाहिँ विशेष गरी अहिले गौरको एरियामा छु र गौरको एरियामा तपाईहरुलाई पनि अवगतै छ। यो लगभग 77-78 सालदेखि चाहिँ सुरुवात भएको यो जुन तपाईको ओभरब्रिज फ्लाइट ब्रिज चाहिँ तपाईको आज सम्पन्न भएको कुरा जानकारीमा आएको छ र आज यो 4 बजे चाहिँ विशेष गरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चाहिँ आगमनसँगै उहाँको प्रमुख आतिथ्यमा चाहिँ विशेष गरी यो उद्घाटन हुने, रिबन काटेर उद्घाटन हुने कुरा चाहिँ जानकारीमा आएको छ। समग्रमा तपाईहरुमा आफ्नै यहाँको दृश्यहरू कैद गर्दै यहाँ जति पनि यो ब्रिजले चाहिँ यो बाटोले चाहिँ कतिको चाहिँ बेनिफिट आम नेपाली जनताहरूलाई हुनेछ ती कुराहरू आम नेपाली जनताहरू आम जति पनि यहाँ यो सवारी चालक साथीहरूसँग पनि केही कुराहरू गर्दै तपाईहरुमाझमा केही रिपोर्टिङहरू गर्न लागिरहेको छु। समग्रमा म अगाडि बढ्दैछु, जुन कार्यक्रम स्थलतिर पनि जाँदैछु। समग्रमा सबैजनाले आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला र हामीले भ्याए अनुरूप चाहिँ यहाँ जति पनि कार्यक्रमहरूको दृश्यहरू पनि तपाईहरुमाझमा कैद गर्ने प्रयास गर्नेछु र म अगाडि बढ्दैछु र अगाडि बढ्ने क्रममा कार्यक्रम स्थल जुन स्टेजतिर म अगाडि बढ्दैछु, स्टेजतिर चाहिँ अब अहिले कार्यक्रम सुचारू भएको छैन। समग्रमा कार्यक्रम सुचारू भइसकेपछि यहाँको दृश्यहरू पनि तपाईहरुमाझमा कैद गर्नेछु। आज असार 6 गते चाहिँ विशेष गरी उद्घाटन हुने कुरा चाहिँ भइराखेको विशेष जानकारी गराउन चाहन्छु र यहाँ तपाईहरुमाझमा आज विशेष उद्घाटनको लागि चाहिँ वर्तमान सरकारको प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन भइरहेको छ। उहाँले चाहिँ विशेष रिबन काटेर चाहिँ यहाँको उद्घाटन हुने कुरा चाहिँ विशेष जानकारी गराउन चाहन्छु। हुन लागिरहेको अवस्था छ र समग्रमा यहाँको विशेष दृश्यहरू तपाईहरुमाझ मैले कैद गरिरहेको छु र म अगाडि बढ्दैछु। समग्रमा सम्पूर्ण आम नेपाली दाजुभाइ दिदीबहिनीहरू माझमा यहाँ सुरुदेखि यो कोटेश्वर साइडदेखि लिएर तपाईको यता सातो बाटो साइडसम्मको तपाईहरुमाझमा यहाँको दृश्यहरू मैले कैद गर्न खोजिरहेको छु। समग्रमा भिडियो अन्तिमसम्म हेरेर तपाईहरुको आफ्नो आफ्नो प्रतिक्रियाहरू दिनुहोला र समग्रमा यहाँको विस्तृत जानकारीहरू पनि मैले लिइसकेको छु र यहाँको विशेष गरी दृश्यहरू म कैद गर्न लागिरहेको छु। यहाँ चाहिँ धेरैभन्दा धेरै कार्यक्रम स्थलमा चाहिँ धेरैभन्दा धेरै व्यक्तिहरू चाहिँ आउनुभएको विशेष जानकारी गराउन चाहन्छु। यहाँ कार्यक्रमको लागि चाहिँ विशेष आउनुभएको विशेष जानकारी गराउन चाहन्छु। यो कार्यक्रम यसरी सुरुवात हुन लागिरहेको अवस्था छ, जहाँ स्टेजको अवस्था यस्तो छ, यो कार्यक्रम स्थलको अवस्था यस्तो छ। यहाँ विभिन्न तैनात रूपले सुरक्षाकर्मीहरू पनि आगमन भइसकेको छ। तैनात रूपले चाहिँ उहाँहरू चाहिँ बस्नुभएको विशेष दृश्य पनि अवगत गर्न चाहन्छु र समग्रमा म चाहिँ सुरुदेखि अन्तिमसम्मको दृश्यहरू तपाईहरुमाझमा एकचोटि कैद गर्ने प्रयास गरिरहेको छु। समग्रमा हेर्दै जानुहोला। कार्यक्रम स्थल जुन कार्यक्रमको लागि जुन बनाएको पालको अवस्था हुन्छ, स्टेज चाहिँ विशेष जानकारी गराउन चाहन्छु र सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदैछ भन्ने कुरा जानकारीमा आएको छ। उहाँ आउँदै हुनुहुन्छ होला। लगभग 4 बजेको कार्यक्रम छ भन्ने कुरा जानकारीमा आएको थियो र समग्रमा म कोटेश्वर साइडदेखि सातो बाटो साइडसम्मको तपाईहरुलाई विशेष दृश्यहरू देखाउन चाहन्छु। यो गौरको चोकको माथि ओभरपास को चाहिँ विशेष अवस्था चाहिँ यो खालको छ र यहाँ विभिन्न वरिपरिको आम नेपाली नागरिकहरू चाहिँ एउटा रमबितको लागि रमाइलोको लागि पनि आउनुभएको छ। एकदम खुसीको कुरा हो नेपाली जनतालाई। यस्तो खालको प्रोजेक्टहरू, यस्तो खालको विकासहरू चाहिँ ठाउँ ठाउँमा हुनुपर्छ भन्ने कुराहरू पनि आइराखेको छ समग्रमा। र ल साथीहरू, कस्तो लागिरहेको छ? ल शुभ नाम भनौँ त भाइ। कहाँदेखि आउनु? बालकुमारी घर चाहिँ भाइको भाइको टिकापुरै हो। भाइको नाम चाहिँ नाम भन्नुभयो नि बहिनीको? ल भीमरा अफिसियलमा आउँछ है। समग्रमा यो आज के हो थाहा छ? के बनेको थाहा छ? ओभरफ्लाइको उद्घाटन हुँदैछ। सम्माननीय प्रधानमन्त्री आउँदै हुनुहुन्छ होइन? कस्तो लागिरहेको छ त? यस्तो खालको यो पहिलो प्रोजेक्ट हो होइन? गरको जाम थाहा छ तपाईँलाई? थाहा छ होइन? त्यसको बावजुद त्यसको चाहिँ अलावामा चाहिँ यहाँ जाम नहोस् भनेर चाहिँ यहाँ यो बाटो बनाइयो। यसले चाहिँ अब आम नेपालीहरूलाई कतिको फाइदा गर्छ होला लाग्छ? एकदमै फाइदा होला जस्तो। हजुर। अब
त्यही अब हामीलाई बाइकहरू गाडी चलाउँछौँ गाडी यहाँ जाममा पर्नुभएको छ कति घन्टो जाममा परेको छ 1 घन्टै परेको छ म पनि परेको छु अनि एकदमै खुसी लागिरहेको छ एकदमै खुसी लागिरहेको छ छुई यो बाटो अब हातले विचार छ बाइक होइन के छ भाइको प्रतिक्रिया के भन्न चाहनुहुन्छ यो बाटोको बारेमा त्यही हो ल बहिनीको के छ बहिनीको ल एकदमै हँसिलो मुहार रहेछ यतातिर नयाँ हो ए हे घुम्न आउनुभयो घर टिकापुरदेखि काठमाडौँ घुम्न आउनुभयो काठमाडौँ घुम्न आउँदै गर्दाखेरि यस्तो मजाको बाटो तपाईँले एकैचोटि हेर्न पाउनुभयो है रमाइलो छ कतिमा पढ्नुहुन्छ हजुर 6मा सानो परेछ ठुलो होला भनेको सानो परेछ त कति वर्ष छोरा ल भाइको के छ भने मान्छे त पुरै हेर्छ मान्छे होइन राम्रो भइरहेछ यो बाटोले नेपालीहरूलाई धेरै फाइदा ल धन्यवाद छ है त हेर्दै गर्नु होला भिडियो अफिसियलमा आउँछ है त र समग्रमा तपाईँहरू माझमा विशेष गरी यहाँको पासको अवलोकनसँगै यहाँको दृश्य कैद गरिरहेको छु र तपाईँहरू माझमा एकदमै नेपालीहरूको चाहिँ एकदमै यो खुसीको कुरा हो यस्तै प्रोजेक्टहरू चाहिँ ठाउँ ठाउँमा चाहिँ एकदमै द्रुत गतिले चाहिँ बन्यो भनेदेखि हामीलाई धेरै फाइदा हुनेछ कोटेश्वरदेखि सातो बाटोसम्मकै दृश्य चाहिँ तपाईँहरू माझमा कैद गर्ने कोसिस गर्दैछु र यहाँ चाहिँ आम सचेत नागरिकहरू चाहिँ यहाँ धेरै आउनुभएको छ होइन कार्यक्रममा पनि आउनुभएको छ भनेदेखि यहाँ चाहिँ हेर्नकै लागि पनि भिडियो खिच्नकै लागि टिकटक बनाउनकै लागि पनि उहाँहरू आउनुभएको विशेष मैले देखिराखेको छु र समग्रमा अब सरसँगले चाहिँ तपाईँहरू माझमा यहाँको दृश्यहरू कैद गर्दै म चाहिँ फर्किनेछु ठिक छ सबै हेर्दैछु सबै हेर्दैछु यहाँ सबै हेर्दै हुनुहुन्छ राम्रो छ राम्रो छ है कडा छ यो यो बाटोले फाइदा दिन्छ फाइदा उयो गणती होइन चोचोचोर उहाँ सुमु सबै जे बनाओस् भन्न चाहनुहुन्छ यहाँको राम्रो छ गुड छ है लाइक गर्नुहोस् है ओभर पास चाहिँ एकदमै राम्रो छ भन्नुभएको छ उहाँले घर कहाँ अरे तपाईँको नाम के हो भन्नुहोस् त सरोज ल है त ल बाई एकदमै रमाइलो भइरहेको छ र समग्रमा धेरै आम दाजुभाइ दिदीबहिनीहरू हेर्न आउनुभएको छ ल साथी हेर्न आउनुभयो ल केही बोलाउ न त के छ र भने लाने के छ यो ओभरपास जुन ओभरफ्लाइटको चाहिँ अवस्था चाहिँ तपाईँ हेर्नुभयो फर्किँदै हुनुहुन्छ होइन वर्तमान भन्दा हामी हिँड्दैछौँ ए आज उद्घाटन काम यतातिर परे यो बाटो आउनुभयो काम परेर आएको ए उद्घाटन छ भने थाहा पाउनुभयो कस्तो लागिरहेको छ त यो खालको हेर्दा राम्रै छ अब हेरौँ बिस्तारै के हुन्छ जस राम्रो बनेको छ त्यहाँ भर्खरमा पानी खान आएको जार राखेर रहेछ है हजुर पानी छैन जारमा ए पानी छैन ओलीको त त्यो देखाउने मात्रै काम हो कार्यक्रममा पानी छैन यस्तो गर्मी छ भनेपछि छाती बुलाएर देखाउनु पर्छ यहाँ जति पनि तपाईँको कार्यक्रम सञ्चालकहरूको गल्ती हो नि केपी शर्मा भन्दा पनि होइन केपीकै गल्ती हो नि तपाईँलाई के लाग्छ सबैको आफ्नो आफ्नो पानी छैन देखाउनेलाई मात्रै हो कि हजुर जस्तो लाग्यो यो काम त राम्रो छ नि काम राम्रो छ यो काम त तपाईँको केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि चाहिँ विशेष गरी यहाँ चाहिँ बनेको भन्ने कुरा आइरहेको छ नि नत्र यो बन्दैन थियो भन्ने कुरा होइन अर्को जो होइन भन्थ्यो हजुर त्यो ठेकदारको काम हो राजनीति खिचलो नभयो भने बन्छ हो धन्यवाद दिन चाहन्छु धन्यवाद ओके र समग्रमा म चाहिँ यो कोटेश्वर साइडको एरियामा आइपुगेँ र यहाँको अवस्था यस्तो छ र विशेष गरी यहाँ सुरक्षाकर्मीहरू पनि तैनात रूपले हुनुहुन्छ र यो आजदेखि उद्घाटन हुन लागिरहेको विशेष जानकारी मैले गराइसकेको छु समग्रमा र यहाँ हाम्रो यतातिर प्रोजेक्टको अग्रम व्यक्तित्वहरू पनि हुनुहुन्छ यो प्रोजेक्ट सम्बन्धीका आधिकारिक व्यक्तिहरू पनि यतातिर हुनुहुन्छ र उहाँले के जानकारी दिन चाहनु भएदेखि
प्रयास पनि गरेका थियौँ। अहिले भन्ने कुरो पनि आइरहेको छ र समग्रमा तपाईँहरू माझमा यहाँको दृश्यहरू कैद गरिराखेको छु र यो कोटेश्वर जाने बाटो, कोटेश्वरदेखि आउने बाटो र अब हामी साद्दो बाटोतिर जाने बाटो साइडतिरको पनि तपाईँहरूले दृश्यहरू कैद गर्नेछौँ र यो कामले यो कामको सम्पन्नताले गर्दाखेरि आम नेपाली अझै पनि चालक साथीहरूको एकदमै उहाँहरूमा खुसी देख्न सक्छौँ र समग्रमा हामी तपाईँहरू माझमा यहाँ अगाडि बढ्दैछौँ। यस्तो छ र वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आगमन भइरहेको छ। उहाँ आइपुग्नु भएको छैन, एकैछिनपछि आइपुग्नुहुन्छ र समग्रमा तपाईँहरू माझमा विशेष गरी हामी चाहिँ अगाडि बढिरहेका छौँ। के बोल्नुहुन्छ दाइ? के बोल्नुहुन्छ? बोल्न आउँदैन? हे ल बोल्दै आउँदैन तपाईँलाई? हाई त गरिदिनु। काम त ठिक छ नि यो? राम्रो भयो यहाँको लागि। राम्रो लाग्यो है, जाम अलिक हट्यो, एक किलोमिटर होइन? ल लाइक गरिदिनुहोस्। ल थ्याङ्क यू सो मच। र समग्रमा हामी अगाडि बढ्दैछौँ। के बोल्नुहुन्छ सर? तपाईँ यो प्रोजेक्टको मान्छे होइन? यो के कस्तो लागिरहेको छ त? तपाईँको आफ्नो प्रतिक्रिया त दिनु न। कस्तो रहेछ? शुभ नाम हजुर? ए कस्तो रहेछ भने हेर्न आउनुभयो? धेरैजना हेर्न आउनुभएको छ, फर्किनु पनि भयो होइन? कार्यक्रम के नहेरी जानुहुन्छ? केपी शर्मा ओली, प्रधानमन्त्री केपी शर्मा ओली आउँदै हुनुहुन्छ। बाटो पर्दाखेरि यसो पसेर हेरौँ भनेर। ए अनि यो ओभरब्रिज होइन चाहिँ कस्तो लागिरहेको छ? काम सम्पन्न भइसकेको कुरा जानकारी आयो। धेरै राम्रो हो, धेरै अगाडि बन्नुपर्ने थियो। ढिलो पर्ने थियो, त्यही पनि त्यसमा खुसी व्यक्त गर्न चाहन्छ। हामी नेपाली गर्ने त्यही त। हजुर समय के नै तर पनि अब यो नबन्नु भन्दा पनि बन्यो, त्यसमै खुसी हुनुपर्छ। जाम अब गरको जाम केही हल त भयो धेरै हालत छ नि है? गरको जाम पर्नु भएको छ कि छैन? कति परिया छ अवश्य नपर्ला कि बोल्दै कि थाहा हुन्छ होइन? अब फेरि पर्ने हो कि यतातिर पनि गाडी जान्छ, यता पनि जान्छ, यसले त सिधा यो यहाँको चाहिँ पर्दैन, तलको त पर्छ नि, किनकि यता जानै पऱ्यो होइन? तपाईँको यतातिर कता लुगु जानै पऱ्यो, यता लगनखेल जानै पऱ्यो होइन? त्यही पनि केही हल चाहिँ भयो है। धन्यवाद छ। के प्रतिक्रियाहरू दिने क्रम एकदमै जारी छ समग्रमा। म तपाईँ माझमा यहाँको दृश्यहरू कैद गर्ने क्रम एकदमै जारी नै छ समग्रमा। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कतादेखि हेर्दै हुनुहुन्छ, आफ्नो आफ्नो प्रतिक्रियाहरू दिन चाहिँ एकदमै स्वतन्त्र छ। तपाईँहरू आफ्नो आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। ल बाइकहरू पनि कुर्न थालिसक्यो। फेरि लगभग यहाँ आइसक्यो। कोटेश्वरदेखि घुमिवरी यहाँ आइसकिएको अवस्था।